तो हेलो गाइस, मेरो नाम हो नवीन खड्का। मैले अर्को नयाँ गेम लिएर आइसकेको छु, हाम्रो कार गेम। र यो कार गेममा हामीले यस्तो गर्नुपर्ने हुन्छ, मजा आउनेवाला छ। यहाँ पनि पुरै हाम्रो यो बुगाटी कार, यहाँबाट अलिकति यहाँ अर्को मेरो यहाँ अर्को पिसी पनि छ कि हैन। अन्त पिसीमा चाहिँ भिडियो चलिरहेको थियो, कसैले हेरेको छैन, त्यही भएर बन्द गरिदिएको हैन। ओ बुस्ट हान्न पनि मिल्छ यहाँबाट, पुरै र्याम्प एकदम दामी छ। अब कुनै चाहिँ यति छिटो सकिन्छ, तर कुनै चाहिँ एकदमै टाढा हुन्छ, कुनै एकदम टाढा हुन्छ। म तपाईहरुलाई आजको 12 मिनेटको भिडियोमा म यो 15 मिनेटको भिडियोमा यो सबै देखाइदिनेवाला छु। र उतापट्टि त्यो माउसलाई घुमाएर उतापट्टि हाल्दिउ न। पिस्टनमा किन चलाइराखे अनि हाम्रो सस्ता जुन पुसर आज भोलि देखिरहेको छैन। सस्ता जुन पुसर नि अहिले चाहिँ किन नआएको भन्दाखेरि सस्ता जुन पुसरले नि अहिले काम गरिरहेको छ। सस्ता जुन पुसर आएपछि म एउटा भिडियो बनाउँछु, हो त्यो भिडियो पछि यो भिडियो नि अरु सबै मैले अझै 3-4 वटा भिडियो बनाइराखेको छ। त्यो सबै 3-4 वटा एकैचोटी म अपलोड हान्दिन्छु। अनि यो गेम चाहिँ एकदम दामी हो। हेर्नु अघि कति छिटो सकेको थियो, अहिले त्यो भन्दा अलिकति ढिलो भइरहेको हो। अनि औइ जित्यो हाम्रो कार। कति रुपियाँ भयो हामीसँग, हेरौँ। मोड मास्टर यो चाहिँ दामी छ कि क्या हो? यो भन्दा दामी छ कि यो भन्दा दामी कार त यो पो छ त यार। तर म किन्न हैसतै छ यो यहाँबाट सेल। तर यो गाडी पनि यो कार त दामी हो, रेड कलर हुनुपर्छ यो कारले। रेड कलर हुन्छ दामी छ यार। यो दामी छ भाइ। अब हामी स्टार्ट गर्छौँ गेम। यो गेमलाई डाउनलोड गर्नलाई चाहिँ तपाईँहरूले धेरै सङ्घर्ष गर्नुपर्छ। जीटी यसको नाम पनि म हेर्नु सस्ता जुन पुसर यहाँबाट यो यिनीहरू सबै लिडर बोर्डको टपको मान्छेहरू सस्ता जुन पुसर नि यहीँबाट यो हो सस्ता जुन पुसर। सबभन्दा लास्टमा होइन, मतलब यसले 520 वटा लेभल बनाइसकेको छ। सबभन्दा टप चाहिँ यो मान्छे हो होइन। यसले ह्याक लगाएर के गरेर 2 लाख वटा लेभल बनाइसक्यो, जुन लेभल यहाँ हुँदैन। मतलब 500-600 वटा माथि हुँदैन यहाँ लेभल। तर तिनीहरू 2 लाख कसरी बनायो? यसले 1000 बनायो, त्यसले 2000। त्यही भएर हाम्रो सस्ता जुन पुसर फेयर खेलिरहेको, त्यही भएर 500 मात्र बनायो। कस्तो ह्याक आएको छन् होइन।
म भर्खर 16 लेभल किनकि मलाई नै यो गेम मलाई नै सस्ता जनपुसरले भने हो किनकि यो गेम अहिले सस्ता जनपुसरले 2-3 मिनेट भयो कति अहिले 2-3 मिनेट लागि उहाँ काममा बजार गएको छ त्यही भएर अहिले म एक्लै बसिरहेको छु यहाँ त्यही भएर भिडियो बनाउँ भनेर अलिकति भिडियो बनाइरहेँ हैन फ्री फायरको भिडियो आउँछ हैन अनि मेरो धेरै जस्तो यस्तो गेम प्ले र फ्री फायरको भिडियो मात्र आइरहेको छ हुन्छ त्यही भएर तपाईहरु अलिकति निराश भइदिनु भएको होला ओ माय गॉड नमन पनि आइसकेको छ ए सरी सस्ता जनपुसर पनि सस्ता जनपुसर आइसकेको छ अनि म 15 मिनेटसम्म यो गेम खेल्ने वाला छु म भनिरहेको छु भाइ 15 मिनेट मेरो भिडियो जतिखेर नि 15 मिनेट भन्दा तल हुन्छ यार 15 मिनेट भन्दा माथि कहिले गएको देखान छैनन् नि किन कि 15 मिनेट भन्दा माथिलाई नम्बर दिनु पर्दैन रहेछ अब एन्टी किन आउँछ रिभिल गर्नु मेरो च्यानलको चाहिँ यहाँ नाम राखेको छ मैले नवराज र मैले किनकि ल ल ल के ल ओके ओ माय गॉड ओ माय गॉड हजुर ओके ढोका लाना हो चन्डल तल यो गाडीको अलिकति कन्ट्रोल चाहिँ दामी होला भने त कन्ट्रोल त अर्को गाडी भन्दा नि धेरै बकवास रहेछ यार मैले 2-3 मिनेट हजुर न मन लगाइदेन मोडमा ल नाइ हुँदैन नि मन बस्दा हुन्छ ओछ्यामा हुन्छ अब जान्छ होला अब कुन कलर कालो ब्ल्याक व्हाइट पुरै कुन ल म बिस्तारै कलरलाई डिफ्रेन्ट गर्दै जान्छु है त ल म फास्टेजमा गरिदिन्छु अलिकति त्यो फिस्टमा त हेर्नुहोस् कुन मनपर्छ भन्नुहोस् मलाई ओके यो दामी हो चाहिँ यो दामी हो एकछिन रेड दामी हो सेलेक्ट हान्दियो स्टार हान्दियो 9 मिनेट भइसक्यो यार मलाई थाहा छैन टाइम कति भयो 9:30 मिनेट भइसक्यो जस्तो लागिरहेको छ मसँग अहिले माइक छैन त्यही भएर अलिकति बोल्नलाई भोइस राम्रो आइरहेको छैन ओके मेरो त अर्को सेकेन्ड नवीन एफएफ नवीन भन्ने एउटा च्यानल तपाईहरुले सब्स्क्राइब गर्नु भएको छैन
फोनमा आएन भने अहिले गएर गरिदिनुहोस् किनकि त्यसमा मेरो हिरोइनवाला आइडीको भिडियो आउँछ अनि त्यही भएर त्यो भिडियोलाई गएर च्याटो सब्सक्राइब हानिदिनु जसले सब्सक्राइब हान्छ नि हो त्यसको फ्री फायर आइडीमा म 2000 क्यामेरा दिन्छु मजा गएन यार आइडी नम्बर कम गर्नु हैन ओ हैन ब्ल्याक कलर दामी देखिन्छ जस्तो लागिरहेको छ यो म ब्ल्याक हाल्दिन्छु यो रङको लागि चाहिँ फ्री हो है पैसा मैसा सैसा के पनि दिनु पर्दैन ओके ओके यसले क्वेशनहरु रिमिक्स रिपिट गर्छ के त्यसलाई पीसी चलाउन नआके खाना चलाएर होला ए थाहा छ हटाउने इंग्लिश आउँदैन नि हाम्रो एकदम यस्तो रहेछ को गाडी 300 को स्पिड हो बाबु 300 को जस्तो कि यो पहिला स्टार्ट भयो मेरो ज्याब जित्यो हेर हेर माथि लगे पिसमा हेरेछु उ यो हैन यो हेर हेर अघि हेरिरहेको यो मैले यस्तो गरे तलको अङ्क देखाउँछ यस्तो गरे यहाँको अङ्क वाउ ओए कसरी ला यो त म भन्दा नि जान्ने भएछ यार पिस चलाउन यसको एउटा धमाकेदार साउन्ड सुन्यो ल आजको बाई बाई टाटा सी